नमस्कार साथीहरू, आज म एउटा यस्तो परिवारको कथा प्रस्तुत गर्दैछु जसको जीवनको यात्राले हामी सबैलाई गहिरो चोट पुर्याएको छ। डाक्टर प्रतीक एक मेहनती डाक्टर थिए जसले पछिल्लो 6 वर्ष लन्डनमा बिताए। आफ्नो परिवारलाई राम्रो भविष्य दिन उनी दिनरात खटिए। उनका सपनाको केन्द्रमा थिए उनकी श्रीमती र तीनै नाबालक छोराछोरी। 6 वर्षपछि अन्ततः उनले सबै कानूनी प्रक्रिया पूरा गरे, सबै कागजात जुटाए र त्यो दिन आयो जहाँ परिवार एक भएर नयाँ जीवन शुरू गर्न लागेका थिए। उनीहरूले सँगै खिचेको त्यो अन्तिम फोटो जहाज चढ्नु केही क्षण अघि आफन्तलाई पठाएका थिए। त्यो तस्बिरले एक सपना, एक खुशी र एक नयाँ सुरुवातलाई बोलेको थियो। तर त्यो खुशी धेरै समय टिक्न पाएन। एयर इन्डिया फ्लाइट AI 171 उडेको केही समयमै दुर्घटनामा पर्यो। त्यो दुर्घटनामा डाक्टर जोशी, उनकी पत्नी र तीनै निर्दोष सन्तानको ज्यान गयो। आज हामीले गुमाएका छौं एक परिवार जसले बस जीवन शुरू गर्न लागेका थिए। यो केवल एक दुर्घटना होइन, यो अधुरो सपना हो जुन अब कहिल्यै पूरा हुने छैन। उनको यो केवल व्यक्तिगत पीडा होइन, हाम्रो समाजका हरेक अभिभावक, सपना देख्ने हरेक मान्छेका लागि एउटा चेतावनी हो। सपना कति नाजुक हुन्छन्, जीवन कति अनिश्चित छ। उनीहरूको आत्मालाई शान्ति मिलोस्। हामी कहिले बिर्सने छैनौं एउटा सपना जुन आकाशमै हरायो।